बिल्कुल महेश बस्नेतले पनि जित्नुहुन्छ। एमाले पनि भर्सक बहुमत ल्याउँछ। एमाले मोबाइल छ मोहर लगाके जोस हामी उठेको मध्ये 26 जना मध्ये एकजनाले जित्छ। डबल भोटको अन्तरमा हामी जित्छौँ। अच्छा हाम्रो भोट 30,000 नाग्छ र दोस्रो हुने पार्टी भनेको कङ्ग्रेसै हो। अब अन्य पार्टीहरू तपाईँले नाम लिएका पार्टीहरू चाहिँ तेस्रो हुने कुराको प्रतिस्पर्धामा छन्। Hey y'all, come look at this. प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को भन्छ सोध्नु भयो होला। हो त्यही गृहमन्त्रीले यिनका एक पर्दाफास गर्छ, एक कारवाही गर्छ। यदि म राजनीतिमा आइ भने क्षेत्र नम्बर 5 मेरो ठाउँ हो। चुनाव लड्ने म फेरि त्यहीँ गएर चुनाव लड्छु। आह्वान गर्छु तपाईँ आएर जितेर देखाउनुहोस्। बालेनलाई भोट देशलाई चोटबाट बचाउन घन्टी बजाउँदै नयाँ युग ल्याउन। तपाईँले बालेन साथ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन, तर त्यहाँ समीरजीको गर्दा त भन्छ कसले भन्दैन त। तेलिका गोरु हुन्। मजाले झुकाइयो 35 वर्षदेखि उहाँले हामीलाई झुक्याउनु भयो, हामीलाई केही भएन। अब हामीले एकचोटि झुक्याउँदा पाप लाग्छ। शाबाश बेटा, बहुत बढिया मुन्ना। 5 बाट अध्यक्षजीको सुनिश्चित छ, भक्तपुर 2 बाट मेरो सुनिश्चित छ, देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ। प्युठानमा एमालेका सूर्य थापालाई माला लगाइदिनेले पनि भोट चाहिँ घन्टीमा हालिदिएछ। सूर्य थापाले चुनाव प्रचारको बेला जति माला लगाए त्यति नै भोट पाएको भए स्थिति अलि सम्मानजनक हुन्थ्यो। उनको पोजिसन 5औंमा छ। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। म सुत्दा हैरान परेर चाहिँ यो दिमाग पनि लाटो भएको थियो। त्यसैले माइन्ड फ्रेस गर्नको लागि यहाँ एउटा गीत गाएर नाच्दैछु। कसैलाई चाहिँ छेडखानी हानेको होइन, दुःख नमान्नु होला र रमाइलो गर्नु होला। ल सुन्नुहोस्, अब म गीत गाउँदैछु। एउटा मान्छेको भोटले कति फरक पर्दछ चुनावमा। इतनी खुशी मुझे अब फेरि पनि चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्ने हो। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको भागौँ कि क्या। चुनाव जित्छु भनेर रौतहट गएका पत्रकार ऋषि धमलाको मत बिहानसम्म सुन्ने आएको छ।
गु खाइदिन्छु भने मैले गलत बोलिनँ जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु बाटोको त 100% यहाँ त विजय घोषणा हुनु मात्र बाँकी हो त्यति हो सिर्फ औपचारिक रूपमा निर्वाचन आयोगले घोषणा गर्नु मात्रै बाँकी तपाईँलाई विजयको प्रमाणपत्र दिनु मात्र बाँकी हो यति हो ढुक्कसँगले आज राम्रो गुड न्युज आउँछ भनेर हामी फुलमालाका सहित उभिएका थियौँ तर एकदमै गलत निर्णय भयो कसैले पनि हार्ने उम्मेदवारलाई भोट हालेर भोट खेर नफाल्नुहोस् भनेर सम्झाउनुहोस् जित्ने उम्मेदवारलाई सूर्य थापालाई नै भोट हाल्नुपर्छ भनेर सम्झाउनुहोस् छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्यो 2 शब्द गाइदिनुहुन्छ त्यसको छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्छ मुटुमाथि ढुङ्गा राखी तपाईँको ठुलो परेछ मुझे फख्र है तुझ पे मुझे पूरा पूरा यकीन था कि शाका मारा जा सकता है लेकिन जिंदा नहीं पकड़ा जा सकता साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो पीसी धमला चुनाव लडेको रौतहट 4 मा 4000 मत गणना हुँदा धमलाको जम्मा 6 मत झापा 2 बाट भक्तपुरबाट झापा 5 बाट अध्यक्षको सुनिश्चित छ भरतपुर 2 बाट मेरो सुनिश्चित छ देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित सुत्न भ्याउनु भयो कि हजुर आज सुत्न भ्याउनु भयो कि हेर 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 यो माप फाल्न भने चाहिँ क्या भयो यसो हेर यो ऋषि दमाजी यो जनता जान्न चाहन्छ यार यस्तो त नहुनु पर्ने यतिसम्म त यो जनताले के गरे यसो तपाईँको त फर्काएर हाने यार तपाईँकै अनन्य मित्र रवि लामिछानेले खोलेको पार्टीले त 5 महिनामै 21 सिट जितेको थियो त्यो गति त तपाईँले समात्न सक्नु भएन त्योभन्दा धेरै जितेर देखाउँछौँ नेपाली जनताले हामीलाई जिताउँछौँ म फर्केर आउँदै आएन काठमाडौँमै हराएँ भनेदेखि मलाई चाहिँ जहाँ भेट्छ त्यहाँ चाहिँ बेनीमा भेट्यो बेनीमा बाटोमा भेट्यो बाटोमा जहाँ भेट्यो होइन भने घरमै आएर पनि मलाई चाहिँ लौरोले ठोक्नुहोस् होइन सास चाहिँ राखिदिनुहोस् भनेको छु मैले के अरे लौरो पाएन भने ढुङ्गाले हाने पनि हुन्छ भनेको छु मैले अब की चुनाव में हम खड़ा बानी तुमसे ना हो पाएगा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र मतदाताहरू आजको निर्वाचनमा देशभरि सहभागी